मेल क्याट जिसको नाम चाहिँ लिली हो। लिली बोल्न थालेपछि नन स्टप बोलेको बोले भोक लागोस् नलागोस्। त्यसपछि म र कान्छी मिलेर भान्सातिर लाग्यो। माइली चाहिँ पूजा गर्न थाली किनभने पूजा गर्ने पालो आज चाहिँ उसकै थियो। जसलाई आज सपिङमा पनि जानु थियो दसैँ सपिङ। फेरि कस्तो बानी छ भने नि म कुनै पनि भेजिटेबलहरूलाई 5 देखि 6 पटक हैन वाश गरेर मात्र कुक गर्छु। सो मैले सागलाई पनि 5 चोटी पखाले। माई यंगर सिस्टर वाज सपोर्टिङ मी। अर्कोतिर पूजा कोठामा मोनिका चाहिँ पूजा पाठको तयारी गरिरहेकी थिइन्। आज चाहिँ हैन 5th नवरात्र थियो, माता स्कन्दको पूजा हुने दिन। आई डोन्ट नो हजुरहरुको जमरा कस्तो भयो होला, कस्तो उम्रियो होला। मेरो जमरा चाहिँ एकदमै राम्रो उम्रेको छ। यसरी यति छिरी जमरा उम्रिनु भनेको एकदमै धेरै राम्रो शुभ संकेत पनि मानिन्छ। त्यसपछि अर्कोतिर हामीले साग पखालेर रेडी